हेलो मान्छे तपाईँलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। आज हाम्रो चाहिँ यात्रा निकै टाढाकै हुँदैछ त। एकदम बिहान रेडी भयो। अब के भन्नुपर्दा गोर्खातिरको यात्रा हाम्रो चाहिँ वाउ केटाहरू पुरा हो त्यही भएर म समातेको के त लास्टै रहेछ के हल्का हुन्छ नि त। हामी चाहिँ अब मस्त पानी मोहन भाइ त नट्टी बोय। मोहन भाइले अघि एउटा गाडीलाई दौरा थर्काइहाल्यो होइन त। बाइकको लागि त केही नै यतिको, स्कुटरहरूको लागि चाहिँ मजा हुन्छ कि। ल गाइस फाइनली हामी चाहिँ थर्पु हामीले ल हाम्रो गाउँको बोलाइसकेको नयाँ पुल नि बनाउनु लाग्यो ट्याक्क बवाल है। मानुकोट गयो तिमी अस्ति त जाने भनेको नेक्स्टै मिलेन। एभ्रिवान हामी चाहिँ यस्तो दामी ठाउँमा चाहिँ चिया खानालाई बसियो होइन। ए पुलिसको भ्यानमा त के हो, जेब्रा बोकेर जानुभएको त चोर पक्रिनु भयो क्या। जेब्रा बोकेर हिँड्नुभएको त चोर पक्रिनु भयो क्या मामाहरूले। अस्ति भागेको सब जेब्राहरू। हामी चाहिँ ट्याक्क गोर्खाको यात्रा हिँडेको के अरे यस्तो दामी मजा आइरहेको क्या। हामी चाहिँ अहिले यो कुन ठाउँमा आइसक्यो आउनु चाहिँ फाइनली हामी चिया खाइसकेको छौँ। अब हामी निस्किभ्यौँ गोर्खाको लागि। अघि भोलि चाहिँ म राइड गरेको कारणले मैले चाहिँ भ्लग बनाउन पाएन, त्यसको लागि आम सो सरी। बवाल छ क्या बाटो चाहिँ, यस्तो बवाल छ कि मलाई हामी चाहिँ पुरै जाङ्गेमा हो होइन। अघि पाइट लगाएको तर आर लाइक प्यान्ट देउराली बन्याङ उकाली डाँडा त्यहाँबाट आइसक्यो। अब चाहिँ यहाँबाट चाहिँ बाटो चाहिँ ठिक बनाएको हो तर कतिपय ठाउँ चाहिँ अझै खराब छ होइन। त्यो पनि बनाउनु पर्छ। केटाहरू आएको छैन? आहा होला आइज आइज केटाहरू चाहिँ कति आउँदैछ होइन। तर यस्तो मजा भइरहेको कि होइन। सब उस्तै उस्तै भएपछि अब पछाडि हाम्रो दाइहरू चाहिँ केटाहरू हिँडिसक्यो अगाडि ब्यागमा लगाएर। लडेर पनि त छोड्दैन कि मान्छेले। तर हेरौँ न कस्तो कर्नलिङ हान्छ अब।
अमुल दाइको त सातौँमा होला त नि बब्बाल ठाउँ रहेछ कि त चाहिँ होइन है भित्रहरू पनि बब्बाल तरिकाले फोडेको कि हामी दाजुभाइ हामी नि आइपुग्यो चर्च चाहिँ यही हो होइन सुरुदेखि पुरा टायर्ड भएर आउनु भएको छैन तर धेरै चाहिँ म टायर्ड भएँ नि होइन आज दामी मजा भयो नि होइन यस्तो रड्काइयो कि 88 भन्दा माथि नजाँदो रहेछ क्या है स्कुटर 88 भन्दा माथि होइन यो डिजल डिएक्स दियो छ नि 2 बजे 3 बजे हामी चाहिँ आइपुग्यो गोर्खा अन्त कस्तो मजा हो राइडमा आज हाम्रो छुट्टै मजा हो क्या राइड भन्दा पनि मलाई काँक्रा खानु मजा आयो हो यार लोकल काँक्रा लोकल दुधको चिया खायो हामीले त जयमेसी हाम्रो सम्पूर्ण दिदीबहिनीहरू दाजुभाइहरू हाम्रो दिपेश सर हाम्रो सुरज सर मोमो सी सुप्रिया सुप्रिया एलकेजीमा पढ्छ उ चाहिँ व्हाट्स योर नेम वा एलकेजीमा है यत्रो सानो हो नि मै त जयमेसी दाइ Jaymasee, you are in the Gorkha. होइन गोर्खामा हामी अब आगो लगाउँछौँ We are putting fire in the Gorkha, तर not जेन्जीवाला हामी चाहिँ जयमेसी दाइ जयमेसी 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 हाम्रो चाहिँ अब सुरु हुन लागिसक्यो होइन अब केही टाइमको क्षणमा हामी चाहिँ सुरु गर्दैछौँ त्यसपछि हामी चाहिँ आज अनि होस्टिकमा छौँ गोर्खामा स्पेसल्ली अनि अब किन लाइक अलमोस्ट लाइक हामी स्टार्ट गर्ने गर्दैछौँ अनि अहिले चाहिँ मान्छेहरू आउँदै चाहिँ देखाइदिउँ न सचिव सरको आवाज है यो फेरि हाम्रो चाहिँ आउँदै हुनुहुन्छ तर फेरि एकदम फर्काएको भन्नु छ होला रेली है सर्ट होला आएको होला मान्छे सबैले यहाँ परमेश्वरको उपस्थिति छ सबै एकदम स्टार्टिङमा हेलो जयमेसी दाइ हेलो मोबाइल अब कृपया राखिदिनु होला अरे अब किन लाइक अलमोस्ट लाइक हामी स्टार्ट गर्ने जाँदैछौँ सुप्रिया क्या चाहिँ हामी राति बसेको थिएँ होइन हाम्रो स्टार्ट भइसक्यो तर हाम्रो चाहिँ बाइकहरू पनि स्कुटर पनि स्टार्ट भइसकेको छ अब हामी निस्किनु पर्ने हुन्छ हो रातो बाटो हो हाम्रो केटाहरू चाहिँ कता पुगिसक्नु भयो दाइहरू चाहिँ होइन अब बाटो
म त भ्लग बनाउनु पऱ्यो क्या अब हाम्रो चस्मा कहाँ हो दाइ यस्तो मजा आइरहेको बाटो हेरौँ न बाटो बाटो छुट्टै छ त्यही माथि पानी परेको हामी जाने कि त्यो त हामी चाहिँ अब हेलिप्याड हाम्रो चाहिँ गाइड पनि हुनुहुन्छ त्यो त होइन हाम्रो गाइड के उता हामीलाई चाहिँ अब वेलकम गरिसक्नु भएको छ नेपाल हाम्रो चाहिँ नेपालमा रहेको गोर्खा हाम्रो सबैभन्दा पहिला अब एकीकरण गर्ने मान्छे बस्नु भएको छ त्यसरी मान्नु यही हो बजार त यही हो मेबी गोर्खा बजार है गोर्खा दरबार यही हो क्या होइन मलाई जहाँसम्म लाग्छ हाम्रो यो चाहिँ हामी दरबार छिरिसक्यौँ गाइज होइन केही होला नि दरबार बाटो हो बाटो त गाडे नै गाडे हाम्रो अमुल दाई राइडरले आज यो चाहिँ बाटै हो दिपेसी रेगुलर बाटै अर्को सोलिङ भन्दा त यही छापेको ठिक नि होइन यो चाहिँ नेचुरल होला गाइज यस्तो गोर्खा दरबार चाहिँ दामी लाग्यो मलाई बाटै यस्तो दामी छ माथि गएपछि कति दामी होला स्वागत छ है वेलकम टु माई भ्लग वेलकम टु हाम्रो भ्लग केरा ठिक्कको रहेछ ओके खै पनि छैन त्यो खाइदिउँ लोकल केरा चाहिँ लोकल त्यो रुखमै टक्क हाम्रो चाहिँ लोकल केरा सानो बुढी आउँला जत्रो इन्डिया होस्टल बस्ने बेलामा गाइज केरा किनेर खाइदिन्छ केरा यस्तो मजा आइरहेको नि केरा हुने तर हामीले चाहिँ यस्तो बेला मैले कोहीलाई नदिने एक्लै दरबारै चिनी भन्ने चाहिँ छिरी भएको चाहिँ यस्तो मन पर्ने चाहिँ फाइनल्ली एउटा सधैँ देखिरहेको एउटा ठाउँमा चाहिँ ल यहाँ यसरी आउँ त अहिले एउटा स्क्रिनसट लेख्नुपर्छ अरे क्या अहिले स्क्रिनसट लिनुपर्छ यो भिडियोबाट यो छ एउटा आउँला ए ओके बिर्सेको यार त पोजै फरक छ नि त हाम्रो यो यस्तो अहिले त्यहाँ माथि गएर हेरौँ न ऊ आउनुहुन्छ के अरे बाजे बाजे उहाँ माथि बाजे घर यता छ यो सब उवाला है नारायण सरको प्यारले चाहिँ बाजे जस्तो मान्छे ए यो त ऊ हो क्या चाइनाको ग्रेट वाल हो बाजेको ग्रेट वाल हो यो अहिले पछि यो त बाजेकै पालन बनाएको त होला नि होइन त्यतिखेर त यस्तो ढुङ्गा चाहिँ कसरी निकाले हाम्रो बाजेको ल कस्तो कुरा मन त्यति कुनेर होइन अहिले त अहिलेको भन्दा पहिलाको त हामी के यस्तो बलियो हुन्थ्यो हामी त्यस्तै अब हेरौँ न यस्तो है मन यो ढुङ्गाहरू पनि मेसिनले काटेको होइन कि खोपेर के हेरौँ न के सबै के यो डिजाइन हेर न डिजाइन यस्तो दामी छ कि यो खतरा हो कि पहिलाको बाजेहरूको पालाको त्यो घरहरू चाहिँ हेरौँ न ढुङ्गा घरहरू पनि क्या छिनो भन्छ नि एभ्रिवान हामी चाहिँ यत्रो आइसक्यो होइन तर यो ठाउँहरू पनि यस्तो दामी लागेको मलाई चाहिँ होइन बाजे वेलकम गर्नु है हामीलाई होइन केही भएन
हनुमान भन्ज्याङ ढुङ्गै त हो यो पनि आधुनिक नेपाल ल रोकमै म अहिले त आउँछु यता भिडियोमै छ क्या अहिले त यस्तो हेर्ने तलबाट हिँड्ने आउने क्या जुन हामी घुमेर आयो नि मजा आइरहेछ आउँदै मजा आइरहेछ नि होइन मजा आइरहेछ बिहान बिहानै धेरै सिँढी चढ्न हुनुहुन्छ कि हामी यहाँ रुख चाहिँ खतरा दामी छ यहाँ हो वे दामी ठुलो है रुक्ने हाम्रो केटाहरू चाहिँ माथि पुगिसक्यो होइन हामी चाहिँ अहिले त्यता माथि जानुपर्ने हुन्छ दरबार भनेको आज बादल नलाएको भए चाहिँ सब देखाउँथेँ कि मैले तपाईँहरूलाई हाम्रो बाजे चाहिँ यस्तो दामी बिलामा बस्नु हुँदो रहेछ अहिलेको अब नेताहरूको घरभन्दा त यस्तै ठिक नि होइन नेताहरूको कङ्क्रिट भन्दाखेरि राजाको प्यालेसहरू राजाहरू यस्तो अलि उकालो ठाउँहरूमा डाँडा उही त्यो दामी छ त त्यो त झन् यो बाटोबाट नि जाने होला क्या कतै न कतै त छ होला क्या यता हाम्रो बाजेले जङ्गल चाहिँ आज घुमिन्न हामी चाहिँ ट्याक यो हेर्नु न कस्तो टाइप अफ सेफ्टी क्या अब त्यहाँबाट गर्छ फेरि यहाँ पनि वाल छ कि पुरै राउन्डेड फाइनल्ली 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 दरबार भनेको दरबार हो क्या गाइस अनि हाम्रो मोहन भाइले चाहिँ अहिले हाम्रो केरा दान गर्न जाँदैछ हाम्रो बादरज्यूलाई बादरज्यू कैसन हो कैसन बाटे ठिक बा वो यू लाइक बनाना कैसन हो भाइ ठिक बा सुरज दाई बस्नु फोटो खिचिदिन्छ बस्छ भाइ मोहन भाइ अब दान गरिसकेपछि एउटा फोटो त हान्नै पऱ्यो नि यता हेर न भाइ यता हेर भाइ अहिले हान्ला फेरि यता हेर न ल यताबाट हो कि मेन भाइ हेर खान्छ मिदा निहा खाइसक्यो होइन बाई बाई यता बाई बाई यसले चाहिँ त्यसले पनि ट्याक्क केरा खाइरहेको छ होइन केराले ठिक गरिरहेछ क्या होइन युनिट बना न हाइजक हाल्न त छ क्या हो वालमा मान्छे हुन्थे हाम्रो नचढेसँग होइन भिरमा बसाले हो नि त यो के को च्याम्बर टाइपको क्या हो यो एभ्रिवान यस्तो मजा त यो सब होइन यताबाट यता गोर्खा सब यो एकदम डाँडामा छ कि डाँडा भन्दा नि हो यो हेरौँ कि यसलाई भन्छ बल्ल जुत्ता चप्पल त लान मनै छ अरे त बट आइम सो सरी हिलो छ हिलो भएको कारणले हामी जुत्ता चप्पल लाएर आउनु पर्ने भयो वाउ यो सब हुन्छ नि यो चाहिँ ढुङ्गा एउटा पहाडमा बनेको पहाडमै बनेको त हो नि है यो लेखेछ त खोल यो सब अझै पनि यो काठ हेर्नु न कस्तो कति वर्ष पुरानो हो यो अब केको काठ होला यो सालको काठ अब यो कस्तो अझै कस्तो टाइट छ यसको ड्रमको स्टिक बनाउनु पर्ने क्या दाइ तपाईँले यो काठको नखानेर आउनु न भ्याइयो यो हो कि मेन भनेको मन भयो यो हो कि मैले बनाइसकेको मेड हो कि यो हो त्यो उसको होइन चढेर आउँदा मान्छे थाक्दैन त अनि यो छ नि तल
हो त्यहाँ नि घरहरू चाहिँ यस्तो तर हाम्रो चाहिँ आज हेर्न पाइएन के राम्रोसँग होइन पुरै बजार देखिन्छ अनि यो सिडी त्यो राजी समालको चिम्टी हो कि राजी समालको ढाड कराउने भनेको चाउमिन खाने त्यो चाहिँ फर्क भयो त्यो चाहिँ यो चाहिँ राजेश दाईको चिम्टा है गाइस परेला यो के भयो यत्रो चिन्ता चाहिँ के छ तर होला नि त्यसको नि केही रिजन यो त पहिला खेला हुन्छ त्यति बेलाको बन मान्छेले के लाउँछ होला मैले योबाट नि खुलेर जाने यार केही देखिएन पिरो दानी भयो यहाँ चाहिँ ऊ रहेछ भित्र चाहिँ यस्तो रहेछ होइन यो चाहिँ अब हाम्रो राजेश दाइको घन्टी हो घरको मिल्दैन होला नि होइन मिल्दैन सोध्नु न तर ठाउँ चाहिँ क्यामेराकै लागि हो त्यो ऊ पनि हेरौँ न ऊ त्यो के सर्टको के भन्छ त्यसलाई ससमा दाली कि लाउने रहेछ डरै नलाउने टाउकेर मुखेर हाँसल सुनाउँदै फेरि जहाँ पनि यो मयुरहरू हेर न हो दामी के यसको यहाँ सकेर भित्र त यो ए त्यही भएर सेप पनि त्यस्तै रहेछ हाम्रो सामै त हुन्थ्यो कि त्यो बेलामा त सेतो स्टोन जस्तो के छ त्यो चाहिँ के हो गोर्खामा छोडेर के थोपेको ए पहिलाको हिरा अहिले ढुङ्गामा के भन्छ त्यसलाई मैले के नाइट हो होइन ग्रेनाइट होइन के भन्छ योबाट ऊ बनाउने होला बगा यस फोकस भयो यो ढुङ्गा चाहिँ होइन यस्तो किम्ती यो चाहिँ हिरा कति नम्बरको हिरा हो होइन यो हिरा चाहिँ अब एभ्री मोमेन्ट सब कुरा अनि हामी त भ्रममा पो बसेर रहेछौँ है हाम्रो राजाले बनायो होला नि भनेको त हाम्रो राजाको त राजा त जन्मेको रहेछ नि यहाँ हाम्रो राजा जन्मिनु भएको चाहिँ रहेछ यहाँ तर ए खान पाएको छ बसेको छ त्यसले त दरबार छोडेर कहिले जानु त्यो अब अघि केरा खायो अब त्यहाँ के नरिवल खाँदै ए एकासी के भने होला हाम्रो जनताको घरमा भारदारहरू छ भारदार गएर त्यहाँ रासन पुऱ्याएर आऊ कहाँ महाराज ठुलो जले यतापट्टि नजले रहेछ महाराज यतापट्टि नजल रहेछ महाराज महाराज तपाईँको घर पनि आएको छैन तपाईँ किन कङ्गाल हुनुभयो भारदार तिमी धेरै बोल्छ नराम्रो मात्रै तातेर हुन्छ लाटो
नराम्रो मात्रै तातेर हुन्छ महाराज चान्स गएर आगो थाप्नु म आगोदेखि डराउँछु भारत आगोले मलाई पुग्छ गोलीसँग डराउने तपाईँ आगोसँग किन डरायो महाराज आगो त तातो हुन्छ नि दाजु तिमीलाई गोली त लाग्छ बच्चा के हुँदैन र महाराज खुट्टामा लगाएर तर्पित पऱ्यो हुन्छ के गर्नु एभ्री मोमेन्ट कि तपाईँले नि के कुरा छुट्याउनु भयो त कागज बल्ल यो गो घुसपेटी हो समाधान ढुङ्गा पाएर यो विदेशीलाई छोड्नुहुन्न यो को विदेशी आइपुग्यो हाम्रो दरबार कस्तो म क्यामेराको पछाडि रहेछु यार तिमीले त तलबाट ए नारायण भन्नु न भन्नु महाराज म हो कि म तेरो सानोको साथी भन्न म बिरे ए नारायण होइन होइन भन्नु खोजेको हल्ला होइन कहिले काहीँ अब कहिले नआएको ठाउँमा आइयो रमाइलो भयो राम्रो लाग्यो त्यति बेलाको कारिगरहरू भनेको ठाउँमा चाहिँ आइयो कि त्यो होइन त्यो ढुङ्गा कस्तो थियो त्यो पनि हेऱ्यो नि त महाराज जु तपाईँ के भन्नु ल हामी गयो है महाराज मेरो दरबारलाई यिनीहरूले राम्रैसँग स्याहार गरिरहेका छन् तर यो फोहोर मलाई बर्दाश्त भयो कुन फोहोर महाराज यो फोहोर चप्पल फुकालेर त आइयो त्यो चप्पल लाउने कसरी तर खुट्टै हिलो भयो यसरी मैले जुत्ता कसरी लाउने भन्दा मलाई बताइदेऊ अहिले महाराज मसँग वेब टिस्यु छ दुईटा वेब टिस्युले मात्र पुग्दैन हजुर त्यसो भए तपाईँको ज्याकेटले पसौँ तिम्रो कपाल गुरुस जस्तो रहेछ नारायण महाराज त्यो किन बढी बोलिरहेको छ यो विदेशी अहिले जेल खान माला महाराज यो त तपाईँको सानोको साथी हो तपाईँले त यहाँ माथि ए हो हजुर त्यो अहिलेको बागोटी पनि तपाईँले खेलेको होला म धेरै तल थियो साथी नारायण कस्तो लाग्यो हजुरलाई यसो हेर्दा दामी राम्रो लाग्यो तपाईँले मेरो दरबारमा यस्तो दामी छ होइन त्यहाँ चाहिँ 4-5वटा चित्रले चाहिँ अलिकति हटायो तर होइन हामी ऊ ढुङ्गा नि हेरेको नि त गाइज सब चाहिँ हो पहिलाको मान्छेहरूलाई चाहिँ मान्नुपर्छ क्या भाइ हाम्रो कपीमै ह्यान्ड राइटिङ राम्रो हुन्न ढुङ्गामा यस्तो दामी छ त्यही पनि त्यो जमाना त्यो जमाना त्यो जमानामा त जो पनि पढ्नै पाउँथेन यस्तो नि त त्यो जमानामा त अब यिनीहरूले त ऊ भयो नि त आविष्कार गरे कि यिनीहरूले यो रुख पनि कति पुरानो हो यो त हाम्रो पृथ्वीनारायण बाजेकै पाला होला नि अनि त्यसै बाजेले बनायो भनेको त बाजे त जन्मेर आएको ताप्न पो आएको रहेछ नि यहाँ कोना युज एभ्री अनि हामी चाहिँ ट्याक्क हाम्रो गोर्खाको सङ्ग्रहालयमा आइसकेका छौँ रमाइलो भयो नि होइन यस्तो दामी बिल्डिङ छ होइन तर बिल्डिङ एकदम हामीले सोच्दै नसोचेको शासन पनि रहेछ क्या त्यही भएर यो के भन्छ इभन मुभीहरू पनि बनाएको छ नि यार कहाँ मुभी वे तोप हो मुभी छ तोपले हान्देला नै
प्रदर्शनमा रहेको कुनै पनि सामग्रीहरू नछुनु होला। एभ्रिवान गोर्खा यो अहिले पनि छ यो चाहिँ यो के छ टावर भन्नु न के हो यो गोर्खा नै हो यो गोर्खे एउटा बक्समा चाहिँ हाम्रो क्राउन दरबार त अघि गइयो त बिहान। अहिले हामी गोर्खा बजारमा छौँ अनि अहिले हामी ट्याक्क बिचो बिच यो ट्याग सेन्टरमा छौँ होइन। यो तपाईँले सानोदेखि हेर्नुहुन्छ होला किनभने म ठुलो अनि ऊ के हाम्रो क्राउन्सको लागि के भन्नु त? पहिल्यै बनिसकेकोलाई म्युजियम बनाउनु साह्रो पाप गऱ्यो भने त्यसलाई यसमा तेल राखेर हो र दण्ड राजदण्ड त्यो रियलै हो र यो होइन होला नि मेकअप गर्नुभयो तपाईँले मेकअपै होला यो त। हाम्रो यो क्राउन्सको लागि के भन्न चाहनुहुन्छ अरूलाई अरू मेम्बर्सलाई? गल्ती नगर्नु मेरो भाडो रेडी छ भाडो रेडी छ पापको घर पोकिन्छ हाम्रो तर हेर्नु सबैले यस्तो मिस गर्नुभयो कि यो चाहिँ एकदम। हाम्रो चाहिँ यहाँ परापरीहरू पनि हुनुहुन्छ होइन। यो चाहिँ राजा भनेपछि राजै हो क्या। यो चाहिँ ट्याक्क लगाएर हामी चाहिँ अब भित्र जाँदैछौँ होइन। तपाईँहरूलाई म चाहिँ जति हुन्छ त्यति देखाउँछु। एक ठाउँमा चाहिँ देखाउन पाउँदैन त्यो हात तयार भएको चाहिँ मेबी के हुन्छ मिल्यो भने चाहिँ म देखाउँछु। म चाहिँ ट्याक्कै झ्यालमा आइसकेँ। ओ हुइसी राजाहरू चाहिँ यसरी एउटा झ्याल र अर्को झ्यालमा अमुल नारायण शाहज्यू त्यहाँ हेर्दै हुनुहुन्छ आफ्नो प्रजाहरूलाई। प्रजा होइन कि यहाँ लपको कुरा भइरहेको थियो। के हो अमुल नारायण शाहले पद खुस्केल है सर होइन यहाँ होइन एक ठाउँमा बनाउनु दाल कि तरकारी हाल्थ्यो राजेश दाइले त रोटी खान्छन् दाल भन्छ रोटी यसमै आउँथ्यो भाइ ए राजेश दाई ए राजेश दाई यो चाहिँ पानी यो त पुरा प्रजालाई नै पानी पुग्छ यसले चाहिँ होइन। सङ्ग्रहालयमा राखिएको कुनै पनि सामग्रीहरू हातले नछुने अरे केटा हो दाइ। यो चाहिँ सबै पुरानो पुरानो भाँडाहरू होइन। यता नेवार यता छेत्री ए बाहुन यस इज अल्सो तामाङ लेडे ओ यो त पक्कै पनि मुख हेर्दाखेरि त के भन्छ लेडै हो यो त अब ऊ भयो नि बराम भने कुन हो फेरि चेपा पुरा पहिलाको हिँड्नु चाहिँ होइन सब एकीकरण गरेर नेपाल बन्यो होइन। र हामी चाहिँ गोर्खा यहाँ पऱ्यो माथि। त्यो चाहिँ ट्याक्क यहाँ अब हाम्रो दाइले सिकार खेल्दै हुनुहुन्छ होइन। दाइ आउनै पर्यो तपाईँलाई तिर हान्दैन। हाम्रो चाहिँ शेर्पा दाइहरू यता पुरा र अर्को चाहिँ माटोको भाँडा बनाउने दाइ हाम्रो कामी दाइ हाम्रो बाजेहरू पनि यहीँ छन् है केटा बाजेको घडीहरू रोयल एक्स के अरे लाखे उयो पो गर्ने होला नि त्यो के अब
हामी पनि भर्खरै हेरेर भ्याइयो सबै। अब चाहिँ ट्याक्क लगाएर हाम्रो दाई त्यता जाँदै हुनुहुन्छ होइन, दाईको फोटो खिच्नुपर्ने हुन्छ हो। ल हाई गाइस, अब चाहिँ निस्कियो हामी। रमाइलो भयो आज आज छुट्याएर पनि आनन्द ठिक भएछ कि बाइक लिएर आएर के अनि त नत्र भने गाडीमा आएको त्यो ल कोहीले देख्नु पाए त यस्तो हामीसँग आएको। सुतेर जानु हामीले के कति देख्यो त अब भ्लगमा छ नि त। केटा भोगटे हाल्ने ए वा बाजुबाको बेला देखेको चाहिँ यो ए गार्डन हो राजा रानीहरूको टक्क झ्याउलाई क्या? भने बुढी लिएर एक राउन्ड घुम्न आउने होला नि। तर राजा भनेको राजा हो क्या है। फाइनल्ली हामी पोखरा जाँदैछौँ। मजा भयो हेर्नु दाइ गर्दामा यस्तो मजा पुरै छर्किन्छ। मजाको मजा राइडमा चाहिँ त्यसै मजा पानी पर्छ सब भेटिरहेको होइन त्यही पनि बाज हामी मेबी जाममा पर्छ कि एकचोटिमा वान वे मात्रै हो क्या? हामी चाहिँ अहिले दमौली आइसक्यौँ फाइनल्ली। अनि अघि चिया खानु नरोकेको भयो त त्यही भएर पनि दमौली पुग्यौँ भनेर थियो नि त केटाहरूले। नजिकै त छैन हेर्छ। हामी चाहिँ अब दमौलीको पुल क्रस गर्दैछौँ है गाइस। यो त्यो बालुवा सब भेटिदिने यो बालुवा सब भेटिदिने बेलुका घर आइयो, भिडियो एडिट गर्ने पाएन, थाकेर सुतेको। अब अहिले भर्खर एडिट गरेर आइयो। ओके, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है त। बाई बाई, जय मसी।